प्यारो बाबा, हजुरलाई मेरो धेरै माया। म छिट्टै नै हजुरको काखमा आउँदैछु। अहिले म आमाको कोखमा राम्रै छु। आमाले जे खानुहुन्छ त्यसैबाट मलाई चाहिने खाना आमाको शरीरभित्र खान पाइरहेको छु। मलाई थाहा छ हजुर मलाई कति माया गर्नुहुन्छ। म परिवारमा आउने खबरले धेरै खुसी हुनुहुन्छ। अनि म स्वस्थ, राम्रो र चलाक भएको सपना देखिरहनु भएको छ होला। ठुलो भएर मैले धेरै पढेको र नाम कमाएको कल्पना गरिरहनु भएको होला। म साँच्चै नै त्यस्तै हुनेछु। हजुरले सोचे जस्तै, हजुरको कल्पना जस्तै भविष्यमा म हजुरहरूको सहारा बन्नेछु। तर त्यसको लागि मेरो दिमाग र शरीर दुवै राम्रो हुनुपर्छ, होइन र बाबा? म आमाको गर्भमा आएदेखि 2 वर्षको हुँदासम्म नै मेरो दिमाग र शरीर एकदमै राम्रो बढ्ने बेला हो। त्यसैले यही बेला आमा र मलाई हजुरको हेरचाह र सहयोग धेरै चाहिन्छ। यदि साँच्चै मलाई हजुरले सोचे जस्तै देख्न चाहनुहुन्छ भने आमा र मेरो लागि यो चिठीको पछाडिको पानामा मैले भने जस्तै गरिदिनु होला है। हजुरको प्यारो भविष्यको सपना। बाबा, यो महिनामा मेरो तौल कति पुग्यो तल कोठामा लेखिदिनुहोस् है।